तपाईले हेर्नुहुन्न दाइ तपाईले हेर्नुहुन्छ पहिला त्यो इन्डियन डान्सहरु हेरेको थियो अहिले यहाँ त नहेर्नु हामी चाहिँ उनीहरुले समर्पण लामा पनि हेर्नु भएको थियो समर्पण लामाको पनि हेर्नु भएको थियो डान्स मन पर्छ कि मतलब त्यही त उलाई चाहिँ समर्पणको डान्स हेर्नु पर्ने म चाहिँ टेरियाको डान्स हेर्नु हामी पनि डान्सर हो नि त अनि त्यही भएर हामी चाहिँ बिस्तारै बिस्तारै अब हामी नि सिक्दै हो हामी चाहिँ म चाहिँ टेरियाबाट सिकिरहेको छु कहिलेकाहीँ हजुर हजुर उहाँ चाहिँ मेरो म्याम हुनुहुन्छ क्या सिकाउनुहुन्छ एकदम राम्रोसँग त्यसैले उहाँको प्राइभेट क्लासेस हुन्छ उहाँ त एकदम बिजी हुनुहुन्छ नि अहिले भर्खरै बिचरा उहाँ के अरे फ्लाइटबाट झर्ने बित्तिकै स्टेजमा जानु थियो भन्छ ट्याक्सीमा हुनुहुन्छ होला कतै समर्पण लामा पनि मुम्बईमै त्यस्तै लाग्छ फलो गरिरहेको छु नि मैले चाहिँ अब म मनपर्ने डान्सर भएर चाहिँ फलो गरिरहन्छु नि त सबै कुराहरू नोरा चाहिँ हामी मैले चाहिँ नोराले हेर्न होइन म चाहिँ टेरियाले हेर्न गइरह हो नोरा त हेर्दै गरौँ नोराको अब म नि समर्पणलाई भेट्न त पाइँदैन होला तर म नि टाढैबाट हेरेर खुसी हुने फ्यान पिटबाट त्यो टाढाबाट हेरे पनि कस्तो खुसी लाग्दो रहेछ के आफ्नो होइन फेभरेट मान्छे भन्नाले हेर्न पाइन्छ नजिकबाट होइन तर नजिकको राम्रै हो लेट हुन्छ कि जस्तो भइरहेछ तर ठिक छ उहाँको हेर्न पाए म धन्य हुन्छु बस मैले त उसको एउटा एक्ट गरेको थिएँ कि त्यो पङ्खवाला एक्ट गरेको थियो यस्तो हुन त सबै एक्टै मनपर्छ मलाई उसको हजुरले कुनै हेर्नु भएको छ समर्पण लामाको कि कुनै एक्ट मतलब डान्स पर्फर्मेन्सहरू याद छ तपाईँलाई गरेको ए हजुर हजुर ठिक छ हस् this is my very first time. It's the open ground. I'm performing live in Nepal for the very first time. And I'm very excited too. Semangki utama lagi sezami ujalan muskan gatoki mana sudah zakaucin dari mira mata tinggi
आज जोजसले मलाई अनुरोध गरेको छ उहाँले गर्ने त अझ राम्रो देखिन्छ थ्याङ्क यू भेरी मच My God, thank you so much. Yo, my people, this is something very crazy that I have experienced in my whole life. त्यही भएर म एकदम आफ्नो घुँडा टेकेर धन्यवाद भन्न चाहन्छु किनकि